55 झ्याले दरबारमा हामी जाँदैछौँ। हामीले 6 क्लास हो कि 7 हो कि कति क्लास भन्नु त? 6-7 होला। कति क्लासमा हामीले पढ्यौँ? तपाईँले चाहिँ कति क्लासमा पढ्नुभयो होइन कमेन्ट गर्नु होला। टक्कै ए चाइनाबाट पनि मान्छे आएकी छन्। के भन्यो थाहा पायो अहिले? बिहा हुँदै हुँदैछन्। बेहुली बसेर राम्रो मान्नु पर्यो सबै खित्ता फटा ल अरे सबै यहाँ विदेशी छन् भाइ। कहाँ खाउँ हेर न यी लामा भुट्टाका हेर्नु साथीहरू। लाइक कमेन्ट सेयर पनि गरिदिइराख्नु यसो भिडियो हालिदिउँला हाल्दै गरौँला। तिमीले लाइक कमेन्ट सेयर गरेपछि हामीलाई हेर्नुहोस् त हामी अब लाइक कमेन्ट सेयर गर भन्न कारण के हो भन्दाखेरि होइन हामीलाई हौसला मिल्ने भयो। हामी राम्रो ठाउँ अझ घुम्न जानु भ्यौँ अझ देखाउनु भ्यौँ हो कि नै त्यही भएर भने 55 झ्याली यही हो क्या जस्तो लाग्यो मलाई। यही 55 भन्दा त यहाँ धेरै हुन्न है एउटा ए मेन पल्लो रहेछ ऊ त्यो मन्दिरभन्दा उतापट्टिको। ल हाम्रो भरतजी लामिछानेजी पुरै कडा भिडियो भइरहेछ आज है। अब आज त भाइरल हो। ल है आज जनकजी विशेष गरेर घुम्नको लागि 55 झ्याले दरबार विशेष गरेर कहाँ चाइना कि छोरेटी भन्दा नानी यहाँ कलेजवाला जोडी छ। फोटो खिच्न तिमीले कि भन्दैछ त यी राम्रै छोरेटी भने कि यी हुन् राम्रै भट्टा कि। हेलो नमस्ते कहाँ हो तिम्रो घर? नेपाली बुझ्नुहुन्न होला नेपाली बुझ्नुहुन्न होला इङ्ग्लिस त जान्ने पनि होइन। वेयर आर फ्रम? China. You're local people, right? Local people. Yes. Okay. यहाँ चाहिँ बन्दै रहेछ। बन्दै भनेको बन्न लागेको बन्द भनेको पुरा बन्द भन्न खोजेन कि पुरानोलाई नयाँ बनाउने सुकिले उठेको छ नि त के खाने पनि किन्नु गएको